हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज फेरि न्यू भ्लग सुरु हुँदैछ अनि तपाईँहरूले न्यू लुक्स पनि देख्नु भएकै होला हैन। अब हामी चाहिँ पोखरादेखि बाहिर निस्किँदैछौँ। अहिले चाहिँ घरबाट निस्किसकेको। अब घरमा भिडियो चाहिँ बनाउनु पाएन, हतार भएर बिहान। अहिले बिहानको 6:30 बजेको छ। अहिले हामी बिहानै निस्किरहेछौँ। तर अब हाम्रो दोस्तीहरू खै त पछाडि हुनुहुन्छ, सबैजना पछाडि हुनुहुन्छ। अब हेरौँ, मम्मी पनि ब्याग बोकेर रेडी भइसक्नु भएको छ, म पनि रेडी नै छु अनि हाम्रो बसन्ती पनि रेडी नै छ। अब हामी यहाँबाट जुत्ता ल हेर्नुहोस् है, रुकुम जाने मान्छेको यो नयाँ जुत्ता हो। यो चाहिँ हाम्रो नयाँ स्टाइल। यस्तो गरेपछि दुःख पाइन्न नि त, त्यही भएर। अनि यो नानीहरू चाहिँ स्कुल जानु लागेको हो, बसमा जाने हो, भेन छ। हेलो, अहिले हामी चाहिँ बागलुङ आइपुगेको छौँ। अब तपाईँले देख्नु त्यहाँनिरको बागलुङको फुल धुलो साह्रै उठ्ने भएको भएर अन्त सानो मान्छेको जुत्ता देख्नु सक्नुहुन्छ तपाईँहरूले। यो सानो मान्छेको न्यू जुत्ता हो, यो चाहिँ यो न्यू जुत्ता हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। दामी छ है, आहा नि क्या दामी होला नि बरिलैलै। अनि हामीले दाईहरूलाई कुरेको, त्यो दाईहरू कहाँ गयो कि आउँदै आउनु भएन। यहाँ वेट गरेर बसिरहेछौँ, पछाडि हुनुहुन्छ। हामी चाहिँ आज हाम्रो ट्रिप चाहिँ 4जनाको छ। मम्मीले ब्याग बोक्नु भएको छ अनि अरू दाईहरू पछाडि हुनुहुन्छ। 2जना दाई हुनुहुन्छ, 4जनाको ट्रिप छ। अहिले हामी बागलुङमा आइज काली गण्डकी पुल हो यो चाहिँ। अनि यता बेनी जाने बाटो। अब हामी चाहिँ यो बाटो जानुपर्छ। यो चाहिँ रुकुम जाने यता। हाम्रो ब्यागको चाहिँ डोरी चुटिएर खैलाउनु त, यो डोरी चुट्यो क्या, बोकेको यो डोरी चुट्यो अनि फेरि यसरी गाँठो पारेर बोकेको छ। अब यसरी म्यानेज त गर्नै पर्यो नि होइन, यसरी भयो भने बोक्नै पर्यो। अलिक भारी भएर होला नि यो चुटिएको होइन। तपाईँको हेलमेट ओढेर मेरो बुद्धि धेरै यस्तो हुन्छ होइन। नेपालीको बेला बुद्धि धेरै हुन्छ अरे क्या, त्यही भएर विदेशीको चाहिँ बुद्धि धेरै भयो भने विकास हुन्छ अरे। हाम्रो चाहिँ भ्रष्ट हुँदो रहेछ क्या, भ्रष्ट भयो। हेलमेट ओढ्दै थियो, फेरि टोपी केको हालेको होला। हे प्रभु, भर्खर ल पर्दा यस्तो हुन्छ अरे भन्थ्यो। अब त्यो छाडगाडै बुझाएन है नानी हो। ल हेलमेट लाएर टोपी लाउनु खोजेको हो। 5 बजे बिहान श्रीनगर है। वेलकम टु बागलुङ भन्छ। यता फर्किँदै सानो, यता म के छ आँखा मात्र देखिन्छ, केही देखिँदैन। दाईहरू आइसक्नु भएको छ, यहाँ बागलुङमा फोटो खिच्न लाग्नु भएको छ। हामी चाहिँ यहाँ फोटो खिच्ने बागलुङ बजार है, यो फोटो सेसन भइरहेछ। म त अब जतिचोटि हिँड्छु त्यतिचोटि खिच्ने भएको भएर मैले चाहिँ अहिले नखिचेको। अब कतिचोटि बागलुङको फोटो पोस्टिङ गर्नु क्या होइन, त्यहाँबाट म फोटो खिचेन। भिडियो चाहिँ बनाएँ, बजार देखाउनु न यस्तो दामी छ। फेरि यता हेरेर गाउँ त तिम्रो गीत। बागलुङ कालिका बागको सालिका। ज्योतिको गीतै बिगारिदियो क्या। सरी ज्योति दिदी, सरी मैले गीत चाहिँ गाउन खोजेको हो, मेरो प्रयास चाहिँ राम्रै हो। अनि यहाँ आउँदा तपाईँलाई सम्झेकै हो, तपाईँलाई मिस गरेकै हो। तर गीत मात्रै अलिकति बिग्रेको हो, अरू सब हाम्रो फोटो आज के कसम चाहिँ म मेरो यो पन्जा, मेरो यो खुट्टा देख्दा भेगुट जस्तै लागिरहेछ। रोक्नु होइन, म अहिले बाटोमा गएर यस्तोवाला फोटो खिच्दिनु ल मलाई। छायामा त कसम चाहिँ भेगुटै देखिन्छ क्या। हेर्नु न यो हातहरू है, यस्तो गऱ्यो भने ठ्याक्कै भेगुटको पन्जा जस्तो है। खुट्टा हेर्नु न, खुट्टा पहिला सेम भेगुटको। अहिले फोटो खिच्न पर्छ यो भेगुटको चालमा। रुकुमकोट जाने बाटो, हजुर रुकुमकोट जाने बाटो। क्यामेरा पनि यहाँ स्ट्रिममा हाल्नु डर लाग्यो, किनभने बस्यो भने तल कता पुग्छ कता सानो मोबाइलको माया लाग्यो।
मैले छु कहाँ पुगेर भन्नु गलकोट नगरपालिका गलकोट चाहिँ आइयो कि हामी कि तर के कता कता त्यसरी दुखिरहेछ एकदम गाह्रो भइरहेको छ है ल हामी चाहिँ गलकोट बजार आइयो हाम्रो चाहिँ जहिले पनि खाना एकदम फेभरेट हाम्रो मनपर्ने खाना खाने ठाउँ हाम्रो चाहिँ यहाँ खाना खाने ठाउँ ल हिरो हो अघि कालो ज्याकेट लाथ्यो अहिले चाहिँ सेतो सेतो भन्छ गलकोट बजार हजुर यहाँको रेस्टुरेन्ट मामा बाइकमा बसेर ढाड दुखेर अनि यता रिल्याक्स गर्नुभएको छ क्या पोखराबाट गलकोट आउँदाखेरि अवस्था यस्तो छ अहिले चाहिँ हामी बागलुङको गलकोटमा एमआरबी एन्ड द तन्दुर रेस्टुरेन्टमा छौँ यहाँनिर भात खान आँटेको अहिले चाहिँ 12 बज्न आँटिसक्यो होला है अब भात खाएर हामी टक्क लाएर फेरि रुकुम सरर गुटुटुटुटुटु खोइ मलाई त सलाईको बट्टाको गाउँ भन्थ्यो के अरे सलाई बट्टा घर जिउ तन्काएको हो जिउ तन्काएको क्यामेरा बन्द गर्नु न हो यस्तो देखाउनु हुन्न यो निकाल्दिनु त मामा हेलो अहिले चाहिँ हामी भालकोट बागलुङको के अरे निसी गाउँपालिकाको भालकोट भन्ने ठाउँमा छौँ अनि बल्ल 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 यहाँ आइपुग्यो नि त चाक दुखेर हैरान छ चक्का दुखेर हैरान छ क्या फेरि आमा अनि म चाहिँ यहाँनिर तपाईँहरूलाई म एउटा सानो बस्ती देखाउँछु भनेर यहाँनिर रोकेको यो चाहिँ हाम्रो निसी गाउँपालिकाको भालकोट भन्ने गाउँ हो यो चाहिँ सानो बस्ती छ चिटिक्क परेको छ खोलामा छ है यो बस्ती चाहिँ म चाहिँ यो बस्ती युनिक लाग्छ क्या किनभने यहाँनिर सबै घरहरू ठुलो छैन घरहरू सानो सानो यत्रो यत्रोको घरहरू छ होइन सबै अनि खोलामा छ क्या यो गाउँ चाहिँ माया लाग्दो छ क्या यो गाउँ तर मैले भिडियोमा क्याच गर्न खोजेको यो गाउँलाई तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ यहाँ टपमा आएको छु अलिक त्यति राम्रोसँग देखेको छैन टिकट देखिरहेछ है सानो सानोकै सलाईको बट्टा जस्तो छ क्या घरहरू पनि है अन्त सानो बस्ती चाहिँ खोलामा छ फेरि यो अनि फेरि यो बस्ती मात्रै किन सानो घर नभन्नु होला यताको बस्ती पुरा प्रायः जसो धेरै यसो सानो सानो घर नै छ क्या तपाईँहरू देख्न सक्नुहुन्छ यता माथितिर सबै घरहरू के सानो सानो छ क्या अनि उता टाढा घरहरू पुरा पखेरोमा छ यतातिर सानो सानो घरहरू छ त्यति राम्रोसँग देखेको छैन अनि त्यही हो हामी चाहिँ अब लगभग आधी घन्टाको अब हामी रुकुम पूर्व र बागलुङको सिमानामा पुग्छौँ लगभग आइपुगेको छौँ यहाँनिर भालकोट भनेपछि लगभग अब चाहिँ आइपुग्यो त्यस रमाइलो छ अब त्यही हो अब फेरि हेलमेट किन नखोलेको नभन्नु होला यहाँनिर धुलोले यो आँखा बाइक अरू हेर्ने लायकको छैन क्या धुलोले फेरि त्यही भएर मैले हेलमेट नखोलेको ल आज फेरि सानो मान्छेको जुत्ता फेरि खतरा छ नि त वाला छ क्या जुत्ता फेरि कसम चाहिँ यस्तो जुत्ता लाएर यस्तोमा हिँड्यो भने त आजै च्यातिदिन्छु होला हौ म त यो जुत्ता लाएर अहिले हिँड्यो भने त म आजै च्यातिदिन्छु होला यो जुत्ता हाम्रो ग्याङ आयो ग्याङ यहाँ चाहिँ बस दुर्घटना भएको सानो बस दुर्घटना हाम्रो चालक र यतातिर यस्तो नि बनाइदिनु भएको रहेछ यसरी आउँछ लालीगुराँस हेऱ्यो बाबु लालीगुराँस हेऱ्यो त डाँडा यस्तो छ बोट सानो बोट मै मागेर खाम है टाढा गरेर आउनु न हो आहा यो चाहिँ कस्तो क्या मान्छेले चिटिक्क उस डेकोरेसन मिलाएको जस्तो जस्तो छ कि यो पहाडको है सबै म चाहिँ यहाँ किन एकदम जबरजस्ती रोक्यो है किनभने हाम्रो राष्ट्रिय फुल लालीगुराँस हेर्नु न यहाँ रुकुम जाने वेमा यो अघि चाहिँ रातो लटरा भएको ठाउँमा रोकिएन कि यसले है मलाई रोक्न दिएन है
अनि यहाँ चाहिँ जबरजस्ती रोकेको क्या है मैले लाली गुराँस छ यहाँ चाहिँ हिरोहरू ट्याक फोटो खिच्ने रे ओ सेतोवाला पिङ्कवाला ल हेर्नुहोस् आहा यस्तो फुल छ हामी चाहिँ अहिले यहाँनिर बागलुङ रुकुम रोल्पाको सिमानामा छौँ यहाँनिर दामी फुल फुलेको है यही फुलको लागि यहाँनिर हामी झरेर अब यस्तो जुत्तासँग जङ्गलमा हिँडेपछि यो जुत्ता 2 दिन टिक्छ त टिक्दैन नि यार यी मामु यहाँ च्यातिसकेछ यार जुत्ता केर्नी होला अब जुत्ता च्यातिसक्यो मेरो यहाँनिर ओ यो फुल देखेर हो क्या मामा यहाँ आउनु त यहाँ कस्तो राम्रो फुल छ दाइ आउनु न ऊ हेर्नु न त्यहाँ यस्तो दामी फुल छ कि होइन यो फुलको फोटो खिच्न आएको कि हामी फुलको लागि यहाँबाट दुःख गरेर आइयो कि यस्तो दामी फुल छ हेर्नु यो चाहिँ हामी बागलुङ अनि रुकुम पूर्व अनि रोल्पाको सिमानामा छौँ अहिले यस्तो दामी किनिङवाला है फुल चाहिँ ओ माई गड बाटोमा झरेर सुसु त मौरी रहेछ ल आहा कति राम्रो है भाइ बुट एउटै बुट कति राम्रो हो भनेको के ल ओहो मा भान्जीको बसाइ अब यस्तो लाग्यो यो फुल टिपेर लाने हामीलाई कस्तो माया लाग्यो क्या त्यहाँ एकछिन है यसकै मुनि बसेर चित्त बुझाम भनेर बसेको गुराँसको फेदम हो म यहाँ बाइक हेर्छु भन्दै बसी त यस्तो फुल देखेपछि त कसरी आउन र है छोरा दौडी दौडी आइदियो छोरा है दाइ ऊ त्यो डाँडामा जान्छ रे रोल्पाको डाँडामा तिमी चाहिँ यही गुराँसको डाँडामा बस अहिले मामा र म जान्छु दामी कि त अब यहाँ बाटोमा झोला फालेर यहाँ फुल टिपेर फोटो सेक्सन हुनुला अहिले फुल त त्यस्तै हो झोला सोला हरायो भने गइस ओहो फेरि जलजला जाने ल ल हेर्नु फोटो खिच्नलाई यतिसम्म गऱ्यो क्या यो टोलीले होइन तर मसँग नि छ क्या अलरेडी मलाई माया गर्नेहरूलाई चाहिँ यो है पोखरामा भएको मेरो मायालुहरूलाई यो ल दाईहरू गइसक्यो यहाँ चाहिँ फुल टिपेर भुल्यो घरमा भयो बाबु धेरै नटिपा बितम्स नपाएर पूजा गर्ने भयो पो आङ्कोरामा हाल्ने फुलै फुलको बगैँचामा मेरी माया कर्मै लाउने पिरती नै घाँसौ आज वैशाखको कति गते रहेछ सानो थाहै नै 26 गते 26 गते नि यस्तो फुल छ है वैशाखको फेद मुनिबाट हाम्रो बसन्तीलाई पनि यसरी सजाएको क्या हाम्रो बसन्ती दाईहरू त हिँड्नु भएर छ है बसन्तीको लागि ल्याएको हामीले है यो सरी ल गाइस गाडी नभन्नु हाम्रो पूर्वी रुकुमको लुकुम गाउँ आइपुगेका छौँ यो चाहिँ हाम्रो पूर्वी रुकुमको एउटा नमुना गाउँ पनि हो है यहाँनिर दामी मगर बस्ती हो यो चाहिँ लुकुम गाउँ स्कुल यो गाउँको स्कुल यो लुकुमको स्कुल क्या उता हो के शब्द होला है फेरि म 2 शब्द भन्न चाहन्छु हजुरहरूलाई यो चाहिँ हाम्रो पूर्वी रुकुमको लुकुम गाउँ
हैन गाउँको तपाईले के भन्न चाहनुहुन्छ भन्नु न तपाईले के भन्न चाहनुहुन्छ यो गाउँलाई नमस्कार भन्नु भने नि हात चाहेर आज त म मात्र 2 शब्द भन्न चाहन्छु यो चाहिँ हाम्रो पूर्वी रुकुमको लुकुम गाउँ हो यो चाहिँ दामी छ यो गाउँ दाइहरूले फोटो खिच्न लाग्नु भएको छ यहाँ खिच्दिनु त फोटो खिच्दिनु त उहाँहरूलाई ओइ यो के भन्छ बागलुङको गर्मीले त प्लास्टिकै पग्लेछ त यहाँ ल अब चाहिँ हामी लुकुम गाउँबाट जान आँटेको अन्त यस्तो भइसक्यो मेरो हालत चाहिँ यस्तो भइसकेको छ अनि लाली ग्रास नि यहाँनिर के भइगयो क्या खतम भइगयो अब यस्तै अब हामी चाहिँ अब घर पुग्न अब 1 घन्टा बाँकी छ ओके अहिले हामी लुकुम गाउँमा छौँ रमाइलो छ रुकुमको बाटो यस्तो छ है घरि सर्भिस घरि चाहिँ खल्टङ खुल्टङ घरि चाहिँ अब आउन लाग्यो वाउ ल है तल जाने यो 500 को जुत्ता चाहिँ यहाँ हिँड्दा च्यातेला जस्तो लाग्यो कि यहाँ भेतुकाको बच्चा रहेछ यहाँ हो भेतुकाको बच्चा घरमा फोटो खिचिदिन्छु यस्तो दामी देखिन्छ अब म यहाँनिर मामा ल म फोटो खिचिदिन्छु ल हामी चाहिँ यहाँनिर भिडियो फोटो खिचेर फर्किन आँटेको अन्त फेरि बबाल अनि यहाँनिर खोला तर्दैछौँ हामी म त मुख नधुने मामाले मुख धुनु भयो त्यो जुत्ता सेतो हुन्छ क्या हामी चाहिँ खाबाङ बगर आइपुग्यो है अहिले चाहिँ रुकुमको खाबाङ बगर अब त्यहाँ चाहिँ बाइक धुनुलाई त हाम्रो बसन्तीहरू चाहिँ अलिअलि बिरामी भयो त्यही भएर उपचार गरिरहेको छ ल है हामी चाहिँ अब घर आइपुग्न आँटेको छौँ अझै गइराख्नु भएको छ माथि हो मेरो दिदी चाहिँ खतरा राइडर भएछ क्या दाङबाट रुकुम स्कुटरमा आएछ कि अनि अहिले हामी यहाँनिर भेट भएको छौँ पछाडि आइरहेछ स्कुटरमा आएछ क्या बिहान हिँडेको अहिले चाहिँ हामी पोखराबाट हामी बिहान हिँडेको दिदी पनि दाङबाट बिहान हिँडेको अहिले चाहिँ हामी यहाँ बगरमा भेट भएछौँ कि अनि स्कुटरमा सिङ्गल राइड गरेर रुकुम आइपुगेको छ क्या मान्नुपर्छ यार दिदी पनि स्कुटर राइडर भइदिएको क्या दिदीलाई अगाडि हालेर ल्याउँछु ल तर अलिकति अप्रोड छ उकालो छ त्यहाँ एउटै छ है बाटो दिदी आउँदैछ दिदी आइसकेको छ यो चाहिँ दाङबाट स्कुटर लिएर आएको खतरा राइडर भएको छ यो यसलाई अगाडि हाल्न आँटेको हामीले अगाडि हालेर लैजाउँ ल घर पुग्न आँटेको छौँ यो चाहिँ हाम्रो अप्रोड बाटो छ कि त्यहाँ अगाडि गइसक्यो दाइहरू अगाडि गइसक्नु भयो अब यसलाई चाहिँ पछाडि छोडौँ भने अब रात परेको छ नि त त्यही भएर अगाडि हालेर 1 घन्टा कुटेर ल्याएर है यसलाई 1 घन्टा कुरेको नि त हामी घर आइपुग्यो ओ चिनेर रहेछ ल आयो दिदी ओहो सन्चै हुनुहुन्छ बल्ल आइपुग्यो कुर्ता बिरामी भयो ए माथि बजेर रहेछ नि त कस्तो डरायो त्यहाँ बाटोमा खाल्टे खुल्टे जोगाउँदाखेरि हाम्रो बजे हुनुहुँदो रहेछ क्या बेटा चाहिँ त्यति हुन्छ बुली खिच्छन् बुली सन्चै हुन्छ बुली खिच्ने बेटा चाहिँ त्यति कान्छ मुखिया कान्छ सन्चै नमस्ते सानो स्कुटर वाली कता गयो बाबु कति वर्षमा आयो तिमी घर भन त 2 वर्ष 2 वर्षपछि आयो बोय चाचा कता लिजै चकलेट लिजै चाचा कहिले लिन्छ सन्चै हुनुहुन्छ भनेको क्या सन्चै हुनुहुन्छ
म त चाउचाउ कोइने होइन ए होइन चाउचाउ गाइने होइन कि सन्चै हुनुहुन्छ भनेको आजभन्दा बोय त बिहा गरौँ भन्छ रे उता हेर्नु न त्यो क्यामेरामा हेर्नु न आँखा देखिन्न लाइट बालेर हो के बर्खल बेटा चोराको नि ए भेडा चराउन जानु भयो चिया भयो होला अब माथि लोकल मासु झै है अब हामी चाहिँ यहाँ घर आइपुगेर पनि यसो काटमार गरेर पनि अब पकाउने खाने तयारी भइरहेछ आजको हाम्रो दिन यतिमै समाप्त हुनेवाला छ यतिमै इन्डिङ हुनेवाला छ नखाएर होइन कि अब खाएर टन्न अब 3 पानी झै त्यहाँ सुप बनाउनेवाला छुट्टै आकाश के छ अब हाम्रो यहाँनिर खानपिन अब सुरु भइरहेको छ अब हाम्रो आजको दिन यतिमै इन्डिङ हुनेछ अब बाँकी चाहिँ नेक्स्ट भ्लगमा